गाउँदै छरेर सुवास निस्वार्थ चिउरी फुल जस्तै सजिलो छ जिउन यहाँ राखेर अनेक अर्थ चिउरी फुल जस्तै। नमस्ते, म राजेश गुरुम्बा तमाङ। म अतिरिक्त भन्न रुचाउँछु सम्बोधन यथोचित राखौँ। मेरो आफ्नो कविता यसरी सरस्वती वाचन गर्न चाहन्छु। कविता यसरी अगाडि बढ्छ। कविताको शीर्षक सम्भव छ राप्ती स्मृति राप्ती भन्नेमा छ। वसन्तको ऋतुसँगै फेरेर आशाको पालुवा, वसन्तको ऋतुसँगै फेरेर आशाको पालुवा बगिरहेछु म अविरल रथोर शिरबाट राप्ती नदीको किनारसम्म। बग्नु मेरो कर्तव्य हो, मलाई चिनोस् नचिनोस् ती ढुङ्गाहरूले, जरा कुहेका रूपका टुट्टाहरूले। भिर कुनाका चेपाङ दाईको पाउ छोएर मुढाबार प्यारे ढाप थारू दाईको दैलोसम्म बगिरहेछु म अविरल अविरल। समय परिस्थिति र व्यक्ति अनुकूल, कतै नालीको फोहोर पखालिए होला, कतै अमृतमय जल बने होला मत मन्दिरको। ममा कुनै हिन्नता बोध र घमण्ड छैन, ममा समय अभाव छ महोदय। अल्झिन रोकिन मलाई छुट छैन, किनकि माथि पाखा पखिरोमा फुलाउनु छ चिउरी, ल्याउनु छ चेपाङ दाईको मुहारमा खुसी। तल टाढी खेतमा फलाउनु छ धानको पाला, भर्नु छ किसानीको बगारी, र त बग्नु छ म अविरल अविरल। बग्नु मेरो कर्तव्य हो, मेरो कर्म हो र मेरो धर्म पनि हो। म बगी नै रहनेछु जबसम्म झुक्दैन कन्द्रगढीको शिर, जबसम्म सुक्दैनन् राप्ती नदीको मूल। म देखिरहेको छु सम्भावनाका फुलहरू जो फल्ला तुर छन् पखेरैभरि, र कसैले मलाई चिन्दछन् जान्दछन्। पम्पा खोला, च्यात्रङ खोला र सुक्खा खोला जो पश्चातमा उर्लिन्छन्। म बुझ्दछु यी खोला, यी वन, यी पाखा, भिर र चाकुरा सबै मेरा अभिन्न अङ्ग हुन्, जसको सहायताले म बन्न सके, म हुन सके। म हुनुमा गर्व छ। मन्दिरको घन्टीसँगै बाण बाजेको शङ्ख ध्वनिसँगै बिन्जेर गुम्बाको खोर्लो घुमाउँदै माने मोलम पाठ गर्दै दौडिरहेको छु यी खोला नाला पाखा पखिरो जोगाइ राख्नलाई, गरी खाने हुँदा खानेलाई जगाइ राख्नलाई, ताकि जसको घरमा आगो सल्काएर कसैले राजनीति नगरून्। किनकि समृद्धि गरिबको घरमा आगो जोसेर होइन, भत्किन लाग्यो घरको मूल खामख्यता हो, र त समृद्धि राप्ती सम्भव छ। आफ्नै बिना बनेर हुन्न कस्तुरी, खोजेर हिँड्ने आफ्नै बिना। प्रकृतिको अनुपम उपहार हो राप्ती सबैले यसरी चिना, प्रकृतिको अनुपम उपहार हो राप्ती सबैले यसरी चिना। धन्यवाद।